हेलो नमस्ते ल्यासो फ्याफला हामी चाहिँ अहिले फातिमा आएको छ है। फातिमा आएको यहाँ टोयलेट लागेर चाहिँ टोयलेट गएर चाहिँ अब भर्खर फर्किँदै टोलीहरू कता गएछ ल है। हाम्रो टोलीहरू चाहिँ लास्ट बसबाट निक्लिएर टोयलेट गएर एकदमै जाडो भयो भन्ने कुरा आयो। अर्को टोली त है फेरि यो सबै हाम्रै टोलीहरू टोली नै दुईटा ग्रुपमा बाँडेको अवस्था छ। फातिमा फर्स्ट टाइम हो त आज हामी चाहिँ फर्स्ट टाइम है, अरू चाहिँ फर्स्ट टाइम हो कि थाहा छैन। कसको साला सिँगानै पुछा छैन कहाँ छ हावाको मान्छे अब कोटा कोटा खालिसक्यो अनि अनि दानी पो रहेछ त मुनि चाहिँ नगाडेर छ खै कता यहाँ यहाँ चाहिँ कालो कालो धेरै रहेछ के बाटो ल यस्तो यस्तो ठुल्ठुलो डनहरू आज तीनटा छ है यहाँ। राजुको बच्चा हो क्या अलिअलि कन्फ्युजन ल आजको दिन कसरी रहन्छ कसरी स्पेन्ड हुन्छ यो चाहिँ म यसो हल्का भिडियोमा चाहिँ कैद गर्ने कोसिस गर्दैछु। यो चाहिँ जस्ट मेमोरीको लागि मात्रै, अरू केही पनि होइन, त्यस्तो हल्का मेमोरीको लागि है। यस्तो टोलीहरू छ है। मैले चाहिँ पुरा पछाडि दाजु दिदीहरू अगाडि ज्ञानु पनि फोटो खिच्दैछ राजुजीको, आमा चाहिँ त्यता छ। ओ माई गड है सरप्राइज भयो। वाट इज द्याट? म चाहिँ हामी पहिला आएन त त्यो घुँडा टेकेर। अहिले चाहिँ हामी यहाँ क्यान्डल बाल्ने लाइनमा बसेर चाहिँ अब टक्क जाँदैछौँ है टोलीहरू। दर्शन क्यान्डल स्यान्डल सबै बालेर चाहिँ अब यता साइडतिर लाग्दैछ है। यो बच्चाहरूको डाइपर साइपर चेन्ज गर्नलाई यसो खाजाहरू यसो के खिलाउने हो। अब चाहिँ हामी भित्रबाट बाहिर निस्किँदै ल कपाल चाहिँ अलिक सेट गर्न पाएन यस्तो चाहिँ। कसले बोकेको क्यानलाई कसले बोकेको छ र? पहिला बच्चा बेला नबोके नि अहिले ठुलो भएपछि बोक्यो है। बच्चालाई बोक्न ऊ आफै सानो थियो, पहिला पक्क बोक्ने केटा हालौँ मलाई होइन त दिन्छन् पहिला बोक्ने भनेर भनाइ याद छ कि नै तिमीलाई? कियानलाई छैन, तिमी सानो थियौ नि त। कियानको डाइपर खै हेरौँ त चाक देख्यो कियानको हैट।
ल यहाँको सानो सानो गिफ्टहरू फातिमाको गिफ्टहरू हल्का चिनो मायाको चिनोहरू किन्नलाई चाहिँ यो ठाउँमा रहेछ है यता साइडमै ल अब बिहानको लन्च पनि खाइयो म त केही नखाने ल है मौसमले च्यालेन्ज गरेर चाहिँ सबले कफी पिउँदै यहाँ मिल्क कफी गलौँ जाडो है लास्टै हावा चलिरहेको छ यहाँ गाइस हावा लागेर है धस्दै छ यही के यस्तो रमाइलो भन्नु बिजोक छ बिजोक यस्तो छ पारा खत्तम छ हौ कियान के खाएको हो यो भन्दा नि त्यो बिस्कुट चाहिँ दियो भने माइजू माइजू चेस ल चेस चेस गर्दैछ र हामी बस्दा बस्दा चाहिँ अलिकति झ्याउ लागेर चाहिँ हामी फेरि यता अर्को पार्कतिर आएको छौँ हाम्रो गाडी चाहिँ पाउने 5 बजे रहेको छ त्यस कारणले चाहिँ अहिले चाहिँ कति बज्यो 3:36 गयो अझ 1 घन्टा जति हामी बस्छौँ यतै पार्कमा घाम ताते धेरै समयपछि चाहिँ घाम आयो अझै त अलिकति तातो तातो भइरहेछ ज्यान चाहिँ अब चाहिँ हामी पार्कमा बसिसकेपछि अब चाहिँ बस स्टेसनतिर लाग्दैछौँ 4 बजेर कति मिनट गयो 5 मिनट गएछ हाम्रो 4:45 को बस रहेको छ त्यही पनि बस्दा बस्दा वाक्क दिक्क प्याक्क भएर चाहिँ हामी बस स्टेसनतिरै गएर बस्छौँ भन्ने सोचेर चाहिँ हामी जाँदैछौँ आज कियानले चाहिँ दीक्षिण दिदीलाई चाहिँ छोडेकै छैन पुरा हात समाएर हिँड्यो कोसँग हिँड्यो कियान को हो कियान को हो दिदी हो ओए ओए तिमीहरू दुईजना के हो यो दीक्षिणलाई आँखा लगाओ अहिले म आँखा फुटाइदिन्छ गुच्चा खेलिदिन्छ म दुईजनाकै यस्तो प्ले गरिदिएँ मैले फेरि गुच्चा हाम्रो यस्तो राम्रो मान्छेलाई तिमीहरू दुईजना यस्तो ओए ल केन दौडी ल छिटो दौडी पाइ गरिदे त्यहाँ ओए मैले हेरिरहेको छु भाइ यहाँ क्यामेरा छ भाइ प्रुफ मसँग प्रुफ भइरहन्छ Oh, this time teacher.
ल अब चाहिँ हामी फर्किएर जाँदैछौँ फातिमा घुमघाम गरेर भयो काके भयो नभए छोड्दैन यो च्याप भएर चाहिँ यहाँ झरेर क्या ओइ कियान कहाँ जाँदै छ र के हेरेको आमा घर जाँदै हो ल यस्तो छ है एउटा आमासँग अनि एउटा चाहिँ यहाँ यस्तो छ है ए के छ ओइन ठिक छ यत्रो आँखा हेरेर बसेको चाहिँ हामी चाहिँ म चाहिँ मस्त 1-2 निन्द्रा पुऱ्याएर हामी चाहिँ अब फ्रेस भइसक्यौँ है साथीभाइ हो के छ ल यो अरन्ती सपिङ मलमा चाहिँ यसो छिरेर सपिङ गरेर साथीभाइहरूले जुत्ता टी सर्ट के किन्यो चप्पल किनेर चाहिँ अब चाहिँ यहाँ बेलुकाको डिनर खानालाई चाहिँ रेस्टुरेन्टको खोजीमा हिँड्दै गरेको अवस्था जाडो छ अति हावाले एकदमै हानिरहेछ म चाहिँ यस्तो अवस्थामा छु यहाँ ल अब हामी फाइनल्ली अरुन्दैमा घुम्दा घुम्दै ग्रिनल्यान्ड चिलमा आइपुग्यो फाइनल्ली अब हामी यहाँबाट सिधै घरतिर लाग्छौँ